तपाईँको रेभेन्यू चाहिँ कहाँबाट हुन्छ दिदी मेनली? हजुर हजुर त सस्टेन गर्नलाई तपाईँ फाइनेन्सियली त स्टेबल हुनु पर्यो नि हजुर त। हजुर त्यो चाहिँ हजुर के छ भने म त ठ्याक्क खुलाउनु पर्ने छैन नि, हजुर तर हजुर बट देन धेरैको हुन्छ नि, जस्तै हजुरलाई देख्दै तपाईँ हजुर जतिखेर पनि अब हुन्छ नि आउट एन्ड बोकेर अबाउट हुनुहुन्छ होइन। सो मान्छेको धेरै प्रश्न चाहिँ आशिका दिदीको चाहिँ फाइनेन्सियली चाहिँ कसरी उहाँले म्यानेज गरिरहनु भएको छ भन्ने एउटा प्रश्न हुन्छ क्या। यस्तो हामीले सानो सबै अब कुरा चाहिँ होइन सबै खुलाउनु परेन होइन। होइन हाम्रो मेरो जस यहीँ नेपालमा बसी बसी नै मेरो जस 2 लाख जति त मेरो इन्कम छ। सोसियल मिडियाबाट सोसल मिडियाबाट नै अलिअलि छ, त्यस्तो भयङ्कर चाहिँ ऊ होइन। किनभने यो एकदम किनभने पैसा त चाहिन्छ नि दिदी, of course, life चाहिन्छ जिउनुको लागि भनौँ न। चाहिन्छ जति नै समस्या भने नि जति नै खानु त पर्यो दिदी, हजुर त बच्चा-बच्ची हुन्छ, हजुर। पढाउनु पर्यो होइन। अनि मेरो पैसा फिक्समा नि छ ए है, अनि त्यसपछि गएर फिक्सबाट ब्याज आउँछ। ब्याङ्कले पहिले म जर्मनीमा बस्दाखेरि नै चाहिँ मैले राखेको फिक्स केही पैसा सोसाइटीलाई भनेर छुट्याएको पैसा के मैले चाहिँ अहिले सोसाइटीलाई भनेर छुट्याएको पैसा अहिले आफैलाई अब तर परेको बेला मैले गरिरहेको छु, युटिलाइज गरिरहेको छु। परेको बेला कसै बाढी पीडितहरूलाई अनि कसैले अब केही पर्यो भने एकदमै इमर्जेन्सी परिरहेको हुन्छ नि, त्यस्तो कुराहरूमा चाहिँ गरिरहेको हुन्छ। अब 1000 रुपियाँ 500 हेल्प गरेको त के नै राखिन्छ, अलिक धेरै धेरै गऱ्यो भने राख्ने हो। त्यो गइरहेको हुन्छ कि मेरो हातबाट चाहिँ, बस्दैन मेरो हातमा चाहिँ।